हेलो नमस्ते सबैजनालाई। सर्वप्रथम त मैले मेरो परिचयबाट सुरु गर्न चाहे। मेरो नाम गरिमा गुरुङ र मेरो पुर्ख्यौली घर चाहिँ मोरङ जिल्ला बुधबारी बेलबारीमा हो, वडा नम्बर 4। तर अहिले हाल चाहिँ म काठमाडौँको मनोमैजु स्थित बसोबास गर्दै आइरहेको छु। र मेरो अध्ययनको कुरा गर्नुपर्दाखेरि चाहिँ अहिले म 4th सेमेस्टर BASW मास्टर्स इन सोशल वर्क इन मेजर इङ्ग्लिसमा अब फाइनल एक्जामिनेसनको प्रिपरेसन गर्दैछु। र तपाईँहरूले सबैजनालाई थाहा भइहाल्यो, म मिस ग्रान्ड नेपाल को पार्टिसिपेन्ट थिएँ, कन्टेस्टेन्ट थिएँ र मैले चाहिँ मिस ग्रान्ड वर्ल्ड टुरिज्म नेपाल 2025 को विनर हुन सफल भएको छु। र यो पनि सबै तपाईँहरूकै साथ सहयोग मायाले गर्दा भएको हो। सायद आज हाम्रो तपाईँ सेउला अथवा जति पनि हाम्रो यहाँ उपस्थित तपाईँहरू हुनुहुन्छ, तपाईँहरूको माया साथ सपोर्ट बिना यो कुराहरू चाहिँ सम्भव थिएन। र आज चाहिँ मलाई एकदमै खुसी लागिरहेछ कि खुसी चाहिँ यस अर्थमा कि आज हामीले प्रोग्राम जुन गरिरहेछौँ ब्युटी विथ ब्रेन, र हामीले यहाँ 3टा क्याटेगोरीहरू क्याटेगोराइज गरिरहेका छौँ, टुरिज्म, लिडरसिप र वुमन इम्पावरमेन्ट होइन। यो जुन मैले लगाइरहेको ताजले चाहिँ टुरिज्मलाई मात्रै नदर्शाएर यसले चाहिँ लिडरसिपलाई पनि दर्शाउँछ र लिडरसिपको साथसाथै यसले वुमन इम्पावरमेन्टको बारेमा पनि केही कुराहरू गर्ने भएकोले चाहिँ आज हामी सायद त्यही विषयमा चाहिँ डिस्कसन गर्नेवालामा छ। र म चाहिँ आइम ट्रुली ग्रेटफुल आज तपाईँहरूले यसरी आएर मलाई एउटा इन्टरेक्सन गर्ने एउटा समय मलाई दिनुभयो, तपाईँहरूको एकदमै अमिलो समय मलाई दिनुभयो, त्यसको लागि म तपाईँहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहेँ। र हाम्रो यहाँ जो हुनुहुन्छ मेरो बहिनी हुनुहुन्छ, उहाँ सञ्जना गुरुङ, उहाँ चाहिँ मिस ग्रान्ड युनिभर्स 2025 को विनर हुनुहुन्छ। मैले उहाँलाई पनि पर्सनली कङ्ग्रेचुलेट त गरिसकेँ, तर आज चाहिँ म तपाईँहरू सबैजनाको समक्ष तपाईँहरू सबै हरेक एकजना सदस्यलाई साथी राखेर मेरो प्यारी बहिनी सञ्जना गुरुङ तपाईँलाई धेरै धेरै बधाई छ र तपाईँलाई म शुभकामना पनि दिन चाहन्छु। र मलाई लाग्छ आजको यस इन्टरेक्सन प्रोग्रामले चाहिँ हामीमा रहेका धेरै यस्ता भनौँ न लागिरहेको हुन्छ नि त, यो के रहेछ यसको बारेमा बुझौँ, योसँग जोडिँदाखेरि कस्तो हुँदो रहेछ। जस्तै ब्युटी पेजेन्टमा जोडिँदाखेरि ब्युटी पेजेन्टमा पार्टिसिपेट भइरहेका जो क्यान्डिडेट्सहरू हुनुहुन्छ उहाँहरूसँग एसोसिएटेड भएर काम गरिराख्दाखेरि भोलिको दिनमा चाहिँ कस्तो खालको आउटकमहरू चाहिँ हामीले हेर्न सक्छौँ र त्यो कुराले हाम्रो के कुरामा चाहिँ हामीलाई अलिकति सस्टेनेबल वेमा लानको लागि त्यो कुराले इन्करेज गर्छ भन्ने कुरामा पनि सायद हामी डिस्कसन गर्नेवाला छौँ।